हेलो गाइज आफ्टर लङ टाइम होइन धेरै दिन 2-3 दिनपछि मैले चाहिँ भ्लग स्टार्ट गरिसकेँ। अब म फेरि डेलीका डेली भ्लग लिएर आउँछु होइन। अहिले चाहिँ म बोल्दै बोल्दै गफ गर्दै गर्दै एक्लै टक्क दिन मेरो घरबाट जाने साथी होइन नि एक्लै भ्लग बनाउँदै कलेज गएँ। अनि कलेज गएपछि त साथी भइहाल्छ। अनि साथी भेट्ने बित्तिकै त यसो चल्नु परिहाल्यो। प्लाट्ट पड्काइसक्यो एकचोटि। अनि हामीले चाहिँ यो जङ्क फुड होइन नि, फेरि यो हामीले यहाँ भित्रै ल्याएर बाहिर खायो भने मात्रै जङ्क फुड हुन्छ भनेर अनि भित्रै ल्याएर खाएको हो कि हामीले होइन। यो चाहिँ चाउचाउ खाएको, चाउचाउ देखाउँदै देखाउँदै खानु परिहाल्यो। अब ल्याएको भनेर देखाएको हो कि पछाडि पनि देखाउँदै थियो उहाँ ऊ। अनि म चाहिँ एकदम सिरियस भएर खाएको, सिद्धिन्छ भनेर के हो थाहा भएन, एकदम सिरियस भएर खाएँ। अरूको पनि भिडियो बनाउँछु कि म फेरि त्यस्तो डाँडे छैन नि त, आफ्नो मात्रै बनाउनेवाला। ऊ मैले चाहिँ अनि क्रिमवाला छानेर खाएँ होइन। म चाहिँ यो भिडियोको लागि मात्रै हो कि होइन, नत्र मैले आधी गरेर खाने गरेको थिएँ होइन। अझै यहाँनिर हेरेर मलाई थाहा पनि छैन मेरो भिडियो खिचिरह भनेर होइन। तर जे होस् भ्लगमा हाल्न पाएँ होइन। म खाइरहेको थिएँ कि एकदम आरामले। अब एउटा चाहिँ भिडियो भइहाल्यो भनेर ऊ भिडियो खिच्दै रहेछ। अनि घर आएँ होइन। मैले चाहिँ यसो पढाए जस्तो नि गरेँ। घर आएर मेरो चाहिँ नोट घर बनाएकै थिइनँ मैले एउटाको। अनि त्यसपछि मैले चाहिँ नोटहरू बनाउनु लाएँ। अब इक्जाम चाहिँ आउँदैछ हाम्रो बिस्तारै बिस्तारै। नोट भ्याएर चाहिँ नि हामीले चटपटे खायौँ। चटपटे खाएर चाहिँ अनि त्यसपछि भाइले ब्याट किन्ने भनेर जिद्दी गरिरहेको थियो। अनि म चाहिँ एकछिन हावा नि खानुहुन्छ भनेर अनि हामी चाहिँ सबैजना म र अनि सन्तोषी चाहिँ हामी त्यसलाई ब्याट किन्न गयौँ। धेरै किचकिच गरे भएर अनि एकछिन कुर्नु नि पऱ्यो, त्यसलाई सानो खालको ब्याट चाहिने भएर। अनि त्यसपछि ब्याट किनेर उसलाई खुसी बनाएर घर पठाइदिएँ। अनि म चाहिँ एक्लै बसेँ आज पाटनमा, रमाइलो भएको थियो एक्लै पनि, एकदम भ्यूहरू इन्जोय गरेँ अनि चिया खाएँ। दिस इज अल for today. Okay guys, bye. Thank you for watching.